यहाँहरू सम्पूर्णमा नमस्कारै साथीहरू। आज पनि सदा चाहिँ एकदमै महत्त्वपूर्ण बहुउपयोगी बिरुवा बारे यहाँहरूलाई जानकारी दिन गइरहेको छु। के तपाईलाई थाहा छ एउटा यस्तो बिरुवा जसको पात, फल, फूल, बिउ र जरासम्म उपयोगी मानिन्छ। धेरै देशमा यसलाई चमत्कारी बिरुवा भनेर पनि चिनिन्छ। यदि तपाईले यसको सही उपयोग जान्नुभयो भने यो जानकारी तपाईका लागि निकै नै उपयोगी हुन सक्छ। आजको भिडियोमा शीतलचिनी अर्थात् मोरिङ्गाको उचाइ, कति वर्षमा फल्छ, कसरी प्रसारण गर्ने, यसको कुन कुन भाग प्रयोग गरिन्छ र यो केमा प्रयोग गरिन्छ भन्ने कुरा यहाँहरूलाई सरल भाषामा सिकाउन गइरहेको छु। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला। मेरो एउटा सानो रिक्वेस्ट, यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न चाहिँ नबिर्सनुहोला भन्न चाहे। ढिला नगरी भिडियो सुरुवात गरौँ। नेपाली नाम हो शीतलचिनी। यसलाई सहजन पनि भनिदो रहेछ र यसको अङ्ग्रेजी नाम चाहिँ मोरिङ्गा हो साथीहरू। यसलाई ड्रमस्टिक ट्री पनि भनेर चिनिने गरिदो रहेछ। ड्रमस्टिक भन्नुको अर्थात् फल लामो र पातलो फल ड्रम बजाउने लट्ठी जस्तै देखिने भएको हुनाले यसको फल लामो हुने भएको हुनाले यसलाई चाहिँ ड्रमस्टिक ट्री भनेर चिनिदो रहेछ र यसको वैज्ञानिक नाम हो मोरिङ्गा ओलिफेरा। र शीतलचिनी समुद्र सतहदेखि 1200 मिटरको उचाइमा एकदमै राम्रो मानिन्छ साथीहरू। र अनुकूल मौसम भएमा 1500 मिटरसम्म हामीले यसको खेती गर्न सकिन्छ। र यो अत्याधिक चिसो र हिमपात हुने स्थानमा यसका लागि चाहिँ उपयुक्त मानिँदैन। त्यसो भए हुनाले हामीले चाहिँ सकेसम्म 1000 देखि 1200 मिटरको उचाइमा एकदमै चाहिँ यो सुटेबल हुन्छ साथीहरू। यहाँहरूले पनि आफ्नो घरमा एक बिरुवा चाहिँ, धेरै नसके पनि एक बिरुवा लगाउन म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु। र यसको चाहिँ हामीले अब प्रसारण चाहिँ बिउ र हाँगाद्वारा गर्न सकिन्छ साथीहरू। हामीले बिउ चाहिँ पाकेको बिउ सिधै चाहिँ खेत वा नर्सरीमा रोपिन्छ र करिब यो 7 देखि 14 दिनमा अङ्कुरण आउन सक्छ। र हाँगाबाट यसको प्रसारण गर्दा परिपक्व बिरुवाको 1 देखि 1.5 मिटर लामो हाँगा काटेर रोप्दा पनि हामीले यसलाई सजिलै उमार्न सकिन्छ। यहाँहरूले चाहिँ हाँगा काटेर पनि रोप्न सकिँदो रहेछ साथीहरू, जानकारी लिनुहोला। र यसको प्रयोग हुने भाग चाहिँ अथाह रहेछ साथीहरू। यसको सम्पूर्ण भाग प्रयोग हुँदो रहेछ। यसको पात, फल, फूल, बिउ, बोक्रा, जरा सबै प्रयोग हुँदो रहेछ। हेर्नुहोस् त, यस्तो बहुउपयोगी महत्त्वपूर्ण बिरुवा यहाँहरूले पनि लगाउनु होला भने। यसको पात चाहिँ साग, पाउडर र विभिन्न परिकारमा प्रयोग गरिँदो रहेछ भने साथीहरू। यसको फल चाहिँ ड्रमस्टिक ट्री हामीले भनेका थियौँ। त्यो ड्रमस्टिक ट्री चाहिँ हामीले तरकारीको रूपमा हामीले खान सक्छौँ। यो चाहिँ सिमीको गेडा जस्तो हुन्छ साथीहरू। र यसको फूल चाहिँ तरकारी र पोषणका लागि उपयुक्त मानिन्छ भने बिउ चाहिँ तेल निकाल्न र पानी शुद्धिकरण गर्न प्रयोग गरिन्छ साथीहरू। अनि बोक्रा र जरा चाहिँ परम्परागत औषधि बनाउन प्रयोग गरिन्छ। यसको फाइदाको कुरा गर्दा पोषक तत्त्वले एकदमै भरिपूर्ण बिरुवा हो यो। यसले चाहिँ रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुर्याउँछ र पाचन प्रणालीमा पनि एकदमै यसले चाहिँ सहयोग पुर्याउँछ साथीहरू। अनि अर्को चाहिँ छाला र कपालको हेरचाहमा चाहिँ एकदमै उपयोगी मानिन्छ भने यो कृषि र पशुपालनमा पनि एकदमै उपयोगी छ साथीहरू। र यहाँहरूलाई मैले के जानकारी गराउन चाहेँ भने यो बिउबाट रोपिएको बिरुवाले 6 देखि 12 महिनाभित्र फल दिन्छ भने चाहिँ कलमीबाट लगाएको बिरुवाले चाहिँ 6 देखि 8 महिनामै फल दिन सुरु गर्छ। मैले यहाँहरूलाई देखाइरहेको यो बिरुवा लगाएको 1 वर्ष मात्रै भएको छ। यहाँहरूले फलेको देख्न सक्नुहुन्छ। यो लामो लामो फल ड्रमस्टिक
त्यत्तिकै चाहिँ भनेको होइन, यहाँहरूले देख्न सक्नुहुन्छ फलेको पनि छ। र चाहिँ मैले यहाँहरूलाई के जानकारी गराएँ भने जुनसुकै बिरुवा प्रयोग गर्दा एकदमै जुनसुकै बिरुवा जडीबुटी प्रयोग गर्दा एकदमै सावधानी अपनाउनु पर्ने हुन्छ। कुनै पनि जडीबुटी वनस्पतिको अत्याधिक सेवन गर्नु उचित हुँदैन। औषधीय प्रयोजनका लागि प्रयोग गर्दा सम्बन्धित स्वास्थ्यकर्मी र विज्ञको सल्लाह लिनु राम्रो हुन्छ। शीतल चिनी प्रकृतिको बहुउपयोगी उपहार हो। यसको सही खेती र उचित प्रयोगबाट स्वास्थ्य र आय आर्जन दुवैमा लाभ लिन सकिन्छ। त्यसैले तपाईहरूले प्रत्येकको घरमा चाहिँ एक घर एक शीतल चिनी हुन जरुर छ। त्यसैले यस्ता बिरुवाको संरक्षण गरौँ, सम्वर्धन गरौँ। र यदि तपाईलाई यस्ता जडीबुटी रुख बिरुवा सम्बन्धी जानकारी मनपर्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। यदि यहाँहरूलाई शीतल चिनीको बिरुवा चाहिएमा कमेन्ट गर्नुहोला, मैले यहाँहरूलाई उपलब्ध